अचम्म लाग्यो यो चाहिँ के फुल हो भनेर कस्तो युनिक रहेछ यो गोदावरी फुलेको रहेछ कस्तो दामी फुलेको यो कस्तो एक्स्ट्रा यो चाहिँ नि यसरी यस्तो चुप्पै परेको रहेछ यही सबै एक जग्गा मोमो जस्तै यो पनि त्यस्तै छ यो चाहिँ फेरि अलिकति फक्रेको छ यो चाहिँ अझै बेसी फक्रेको छ यो चाहिँ यस्तो खालको फुलेको छ यो फेरि यो चाहिँ मसिनो हेर्नुहोस् न यस्तो के साह्रो युनिक भेराइटिजहरू आएछ योपालि चाहिँ अब यो चाहिँ यसको प्लान्ट चाहिँ कालिम्पोङबाट ल्याएर जुन जुलाईमा यो रोपेको फेरि यसलाई राखेर नेक्स्ट इयर हामीले फुलाउनु सक्दैन सानो सानो हुन्छ यो किटिहाल्छ फेरि नेक्स्ट इयर हामीले फुलाउनुको लागि त्यहीँ गएर त्यहीँबाट प्लान्ट